हेलो एभ्रिवान म चाहिँ अघि नै घर पुगेको आज चाहिँ स्कुलबाट 5 बजेतिर नै तर आज कति टाउको दुखेको भएर म चाहिँ भर्खरै उठ्दैछु अनि 8 बजिसकेछ अनि म त्यो स्कुलको ब्यागहरू हेर्दै थिएँ अनि ब्यागभित्र चाहिँ मैले कारखानाको एउटा ब्याग भेटेँ हैन अनि बल्ल याद आयो कि आज त कारखानाले एउटा गिफ्ट पठाएको थियो भनेर अनि के पठाएको रहेछ भनेर खोलेर हेर्दाखेरि चाहिँ कारखानाले एउटा थ्याङ्क यू नोट्स पनि पठाएको रहेछ क्या अनि खोलेर हेर्दाखेरि त कति राम्रो प्याकेजिङ बक्सको पनि है अनि भित्र हेर्दा चाहिँ आई गेस यो चाहिँ सर्टिफिकेट नै हो अनि पेन पनि थियो दुईटा पेन चाहिँ कति ब्युटिफुल थियो कि कति मन परेको अनि यो लड्डु पनि थियो वाउ थ्याङ्क यू सो मच कारखाना यो चाहिँ मेरो फेभरेट लड्डु पनि हो अनि त्यसपछि स्ट्रेप्सेल्स पनि थियो क्या मेरो चाहिँ घाँटी दुखेर यहाँ कस्तो भइरहेछ इभन बोल्न नि सकिरहेको छैन थ्याङ्क यू सो मच कारखाना अनि कस्तो ब्युटिफुल वाला केरिङहरू पनि थियो दुईटा हैन अनि यो पनि कस्तो राम्रो लागेको कि अनि एउटा क्यालेन्डर पनि थियो यो प्याकेजिङ पनि कति राम्रो कति मेहनत गरेको कि कस्तो राम्रो लाग्दै थियो मलाई चाहिँ एकदमै कस्तो वन्डरफुल ब्युटिफुल लाग्दै थियो एन्ड देन सर्टिफिकेट्स पनि मैले चाहिँ खोलेर हेरेँ सर्टिफिकेट्समा चाहिँ एप्रिसिएसन थियो एचिभमेन्ट्सको सर्टिफिकेट्स थियो सो थ्याङ्क यू सो मच धेरै धेरै माया थ्याङ्क यू अगेन सो मच कारखाना